वनको सफा रूपको नि ठिकै अन्तका पाउने मन जतिकै राम्रो मान्छे भेटाउली जाने भेटाउँदिनौ मैले झै गाउँदै गाउँदै आज रात बित्यो मिरमिरेमा मायालु तिमी सँगै सँगै हिँड्न मन लाग्छ त के गरौँ तिम्रो बाटो बाटो लाग्दा आँखा पनि लजालु। हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई थापा ब्लग। हामी फेरि आइसकेको छौँ धेरै अफ्टर अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। कति टाइम हो? आफ्टर 6 मन्थ अथवा 7 मन्थ पछि म भ्लगमा आएको छु। हजुर देख्न सक्नुहुन्छ अहिले आज चाहिँ हामी भैलीको पिकनिक खान आछौँ। सो हामी अहिले यहाँ मनोरञ्जनका साथ नाच्न चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह यो पिङ खेल्न साथमा पिङ खेल्न आछौँ। सो यो चाहिँ हाम्रो काले भाइ हो, यो हाम्रो गोरे भाइ हो, यो हाम्रो शेरबहादुर देउबाको बुनार भाइ हो। सो हजुर देख्न सक्नुहुन्छ यहाँ चाहिँ पिङ चलिरहेको छ। मनोरञ्जन हामी साथमा गर्नेछौँ। हिरो देखेकै छु र मेरा प्यारा प्यारा भाइहरू पनि यहीँ छन्। सो अब चाहिँ टक्क लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु ल। सुरुवात भइसक्यो। हाम्रो अड्डा छ ऊ त्यहाँ हजुर देख्न सक्नुहुन्छ। टक्क चिकन तन्दुरी बन्दैछ। अभी मजा आएगा ना भिडियो। त्यहाँ पुरा पनि हजुर हेर्न सक्नुहुन्छ र यहाँ पिकनिक खान पनि सबै आएका छन्। अनि हजुरलाई सरप्राइज दिन्छु। अहिले चाहिँ म भन्न सक्दैन हामी कहाँ पिकनिक आछौँ, लास्टसम्म हेर्नु ल। अनि यो हाम्रो लेडिज ग्याङ भैलीको। सो अनि एउटा फोटो पनि भाइरल भएको छ होला, हजुर हेर्न सक्नुहुन्छ उहाँकै हो। अनि सबले उता उता हेरिरहेछन् मेरो भ्लगमा चाहिँ। ठिकै छ, यहाँहरूको फोटो चाहिँ म राम्रैसँग हालिदिउँ ल। चीटिंग करता है तू, चीटिंग करता है तू। सो हजुर देख्न सक्नुहुन्छ यहाँ फोटो खिच्ने कार्यक्रम भएको छ। सो हामी चाहिँ हात्ती हेर्न आछौँ। हाम्रो क्यामेराम्यान चाहिँ एउटा यहाँ, दुईवटा त्यहाँ क्यामेरा खतरा क्यामेराम्यान छन् हाम्रो कहाँ। अनि हजुर पनि फोटो खिच्न आउनुहुन्छ भने ठ्याक्कै क्यामेराम्यानलाई चिनेर आएर टक्क भन्न सक्नुहुन्छ। धेरै पैसा लाग्दैन, फ्रीमा गरे। अनि हाम्रो दिलीप साथी चाहिँ त्यही छ। हे रिपोस्ट आनिस् भने ल रिपोस्ट नै गरेस्, मलाई चाहिएकै रिपोस्ट हो। ठिकै छ। अनि यो चाहिँ हाम्रो यहाँको लुक्स भइगयो होइन विनोद भाइ, सन्जय छौ। हामी चाहिँ अब हाम्रो अड्डामा छौँ जहाँ हजुर देख्न सक्नुहुन्छ यहाँ खानासाना हरेक चिज पाकिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो काम चलिरहेको छ आलु सिलाइ। अनि यहाँ चाहिँ नास्ताको तयारी हुँदैछ। उता चाहिँ अब तरकारी कटिङहरू भइरहेछ सबजनाले। देख्न सक्नुहुन्छ यस्तै छ, यहाँ भिड छ, हरेक मान्छेहरू आएका छन्। ल लाइक चाहिँ गर्नु नबिर्सिनु ल है त। लाइक है लाइक। नास्ता पनि रहेछ हजुर देख्न सक्नुहुन्छ। टक्क खाने भने आउनु ल है केटा। खाँदैछ केटोले लास्टमा। सो पुरा नास्ता खाइ चलिरहेको छ। ल दिदी ल्याम खानु न। यस्तै हो केटा हो, नास्ता खाने चलिसक्यो। अब हामी त खाइन्छ यसरी।
मनको सफा रुखको नि ठिकै अन्तका पाउने मन जतिकै तिमीले कानेर बोलाउन खोजेको आफ्नै कानेर जातियो तिमीले कानेर बोलाउन खोजेको आफ्नै कानेर हाय हाय बोलाउन खोजेको आफ्नै कानेर राम्रो मान्छे भेटाउली जाने भेटाउँदिनौ मैले झै चाहने जति हो तिमीले जानेर बोलाउन खोजेको आफ्नै जानेर जति हो तिमीले जानेर बोलाउन खोजेको आफ्नै हे पत्याउँदैन न किताबको न त चलचित्रको साँचो बोल्छु यो मुटु भित्रको गलबन्दी गाउँदै गाउँदै आज रात बित्यो मिरमिरेमा अब माया बसी बस्नु भाउ भन्नु पाएन नि हजुर फाइनल गाइज हामी चाहिँ म चाहिँ अहिले घर आइसकेको छु सो अनि हाम्रो भैली यस्तै भयो हजुरलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र यति भन्दै टाटा भन्न चाहन्छु हस् त बाई बाई